म यहाँबाट चाहिँ त्यहाँ हालिदिन्छु गोल। हेलो गाइस, गुड मर्निङ सबैलाई। आज म कहाँ जाँदैछु भने आज मेरो छुट्टी हो र भर्खर भर्खर उठेको। आज मेरो छुट्टी हो। अब चाहिँ म जाँदैछु फुटबल खेल्नु जाँदैछु। हेर्नुहोस् होला तपाईँहरू मजाले। यस्तो छ मेरो ले चाहिँ चोर्दैछ क्या। यस्तो चोरहरू छ यहाँ देख्नु साथै। फुटबल त होइन, भलिबल हो, तर अब यहाँ बाटोमा पाएर ल्याएको। तर यसलाई चाहिँ म फुटबलै खेल्छु। यसलाई चाहिँ हाम्रो त्यहीँ पर छ यो उयो चाहिँ, त्यहाँ खेल्ने जग्गा चाहिँ भलिबल अरू फुटबल चाहिँ। रुमदेखि त्यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ चोर दिएछ। आमा पनि चोर्छु। अब चाहिँ मस्जिदतिर जानुपर्छ चोर्नु। यहाँ चप्पल जुत्ताहरू यसो हुँदैन। साह्रै चोरी भयो यहाँ मेरो। ल साथीभाइ, अब चाहिँ फुटबल खेल्नु लागेको। यहाँ देख्नु सक्नुहुन्छ। म तपाईँहरूलाई देखाउँछु के हो कसो हो। त्यहीँ पर छ उयो चाहिँ रेस्टुरेन्ट चाहिँ देखाउँदैछु तपाईँहरूलाई। त्यहीँ पर छ होइन। यो चाहिँ पार्क हो। मेरै रेस्टुरेन्टको छेउ, मेरै रुमको छेउको पार्क हो। यहाँ देख्नु सक्नुहुन्छ। यस्तो छ। अन्त त्यहाँ पर चाहिँ छ यो फुटबल खेल्ने जग्गा। यो चाहिँ खासमा चाहिँ भलिबल हो, तर म चाहिँ फुटबलै खेल्छु यसको चाहिँ, किनभने बाटोमा पाएको नि त यो। ल गाइस, यो चाहिँ हो भलिबल खेल्ने जग्गा। यो चाहिँ हो भलिबल खेल्ने जग्गा। हाम्रै रुमको छेउमा छ यो 10 कदम। अन्त यो चाहिँ हो फुटबलको जग्गा होइन। अन्त यो चाहिँ हो मेरो स्टेडियम। होइन गाई, अब चाहिँ एक्लै हो, छुट्टी एक्लै हो मेरो आज। अब अलिकति बोरिङ लाग्छ रहेछ। अब यसो एक्सर्साइजै भनौँ न, फुटबल पनि एउटा त्यो गर्न आएको। हेर्नु सक्नुहुन्छ। अब गोल पनि हालिदिइहाल्छु। ल गाई, सिन चाहिँ यस्तो छ। एक्लै हो फुटबल खेलाइ पनि, कोही साथी छैन, छुट्टी एक्लै हुन्छ। हेर्नु सक्नुहुन्छ। गोलहरू हेर्नु सक्नुहुन्छ आरामले। त्यहाँ चाहिँ छ बास्केटबलको। अन्त एक्लै हो हुनु त, अब कोही छैन साथी। यहाँ हत्तु भयो। पसिनै सरी भयो साथीभाइ। आज घर गइन्छ। धेरै दिन बाद खेलेर होला हत्तु भयो।